साथीहरू यति बेला राम अस्पतालमा छन् भन्ने कुरा भने यी पापी दुर्गामा बिक्की विशालहरूले भने चाल पाएका थिए। त्यस पछाडि भने बिक्की र विशालले भने रामलाई मार्नको लागि हामी असफल भयौँ, अब रामले हामीलाई छोड्दैन, त्यसै कारणले गर्दाखेरि रामलाई अस्पतालमा नै मार्नुपर्छ भनेर प्लान बनाएका थिए भने यता दुर्गामाले पनि रामलाई जतिसक्दो छिटो मार्नु भनेर बिक्की र विशाललाई भने खबर पठाएका थिए। तर यति बेला उनीहरूले अस्पतालमा गएर भने अनेक जाल जेल षड्यन्त्र गरेर रामलाई त्यहाँबाट लग्यौँ भनेर र खोलामा लगेर फ्याल्यौँ भनेर एकदमै धेरै खुसी भने भइरहेका छन् र रामलाई मार्नको लागि हामी सफल भइसकेका छौँ, अब राम मरिसकेको छ, अब हाम्रो जिन्दगीमा हाम्रो शत्रु कोही पनि छैनन् भनेर यति बेला उनीहरू पनि एकदमै धेरै खुसी भने भइरहेका छन्। तर राम जीवितै अवस्थामा छन् भन्ने कुरा भने यिनीहरूलाई के थाहा। तर अब उनीहरूले केही समय भने रामको झल्को भने पके पनि पाउनेवाला भने छैनन् र रामले अब छिटै नै नयाँ रूप धारण गर्नेवाला छन् र त्यस पछाडि भने रामले यी अपराधीहरूलाई पनि एक एक गरी भने छिटै नै तह भने लगाउनेवाला छन्। जब राम यिनीहरूको अगाडि आइपुग्छन् तब यिनीहरूको होस आवाज उठ्छ र यिनीहरू सदाका लागि सकिनेवाला छन्। तर त्यो दिन आउन भने केही समय भने पके पनि लाग्नेवाला छ। त्यस पछाडि भने यी अपराधीहरूको भने सत्यानाश भने अब रामकै हातबाट छिटै हुँदैछ र त्यस पछाडि भने राम, कमला र मुना मिलेर एक हुनेवाला छन्। साथीहरू तपाईँहरू पनि जतिसक्दो चाँडो राम, कमला र मुना मिलेर रामले यी अपराधीहरूलाई भने तह लगाएको हेर्ने एकदमै ठुलो चाहना छ भने कृपया हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेखेर हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। त्यस्तै साथीहरू यति बेला रामको ठुलो दुर्घटना परेको थियो, त्यस पछाडि भने यति बेला राम अस्पतालमा छन् भन्ने कुरा भने गाउँतिर पनि सबैतिर सुनिएको छ र राम जीवितै अवस्थामा छन् भन्ने कुरा चाल पाउने बित्तिकै श्रुति, मालती, दुर्गामा, बिक्की, विशाल सबैको होस भने उडिसकेको छ। यिनीहरूले रामसँग जोडी खोज्नुभन्दा अगाडि नै यो कुरा भने राम्रोसँगले बुझ्नु पर्थ्यो कि राम कति शक्तिशाली व्यक्ति हुन् भन्ने कुरा। तर यति बेला उनीहरूले अनेक जाल जेल गरेर राम, कमला र मुनालाई अलग अलग बनाएर रामलाई मार्ने एकदमै ठुलो प्लान भने षड्यन्त्र भने बनाएका थिए। तर उनीहरूको यो षड्यन्त्र पनि सफल भने भएको छैन र रामले सबै कुरा भने यति बेला बुझिसकेका छन् र अब रामले यी अपराधीहरूलाई कुनै पनि हालतमा छोड्नेवाला भने छैनन्। यिनीहरू पानीमुनि गएर लुके पनि अब रामको हातबाट यिनीहरू बस्नेवाला भने छैनन्। र यति बेला कमला र मुना पनि गाउँबाट भने सहर गएका छन् र उनीहरूले रामलाई भने भेटिसकेका छन्। तर राम त्यति बेला बेहोस अवस्थामा थिए र रामले पनि अब कमला र मुनाले मलाई साथ दिइरहेका छन् भन्ने कुरा बुझिसके पछाडि भने रामले यी अपराधीहरूलाई भने पक्कै पनि छोड्नेवाला छैनन् र रामले पनि राम्रोसँगले अब यो कुरा भने बुझ्न जरुरी छ कि हाम्रो बिचमा राम, कमला र मुनाको बिचमा बसेर कसैले खेल खेलेर हामीलाई अलग अलग बनाएको हो भन्ने कुरा भने रामले पनि बुझ्न जरुरी छ र रामले त्यो कुरा बुझिसके पछाडि भने यी अपराधीहरूको खेल सदाको लागि अन्त्य हुनेवाला छ र राम, कमला र मुना पहिलाकै जसरी मिलेर बस्नेवाला छन्। साथीहरू तपाईँहरू पनि राम, कमला र मुना पहिलाकै जसरी मिलेर बसेको हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम, कमला र मुना लेखेर हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्त नमस्कार।